सोती घटनाका दोषीलाई जन्मकैदको फैसला उच्चबाट सदर, जातीय विभेदको कसुर बदर। नमस्कार, यदि तपाईहरूले पनि हाम्रो च्यानल इन नेपाल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी छेउमै रहेको बेल आइकन दबाइदिनुहोला। उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विक सहित 6 जनाको मृत्यु हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गरेको छ। उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृप्रसाद भण्डारीको इजलासले मंगलबार घटनाको 23 प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गरेको हो। इजलासले जातीय छुवाछुत कसुरमा दिएको सजाय पनि बदर गरेको छ। उच्च अदालतका उप रजिस्ट्रार प्रेम प्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आशिक सदर गरेको जानकारी दिए। जातीय छुवाछुतबाट सबै प्रतिवादीहरूलाई सफाई र केही उल्टी फैसला भएको छ। पूर्ण पाठ आउन बाँकी छ। थापाले भने गत 19 मङ्सिर 2080 मा जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन न्यायाधीश खड्गबहादुर केसीले तत्कालीन वडा अध्यक्ष रमरबहादुर मल्ल सहित 24 जनालाई जन्मकैदको सजाय सुनाएको थियो। नवराजकी प्रेमिका उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै 2 वर्ष कैद सजाय सुनाएको थियो। जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले 2 वर्ष कैद र 50,000 रुपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। उप रजिस्ट्रार थापाले भने थुनमा रहेका मल्ल सहितले 24 थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुबा मुनलाल नेपालीले 2 थान पुनरावेदन निवेदन दायर गरेका थिए। 9 वैशाख 2082 मा उच्च अदालत सुर्खेतमा दायर 26 थान पुनरावेदन निवेदनमाथि न्यायाधीश द्रिय मैनाली र भण्डारीको इजलासमा सुनवाई भएको हो। यसअघि यो मुद्दा हेर्दैमा राखिएको थियो। गत 10 जेठ 2077 मा सोती गाउँका स्थानीयको आक्रमणबाट भेरी नगरपालिका 4 का नवराज विक, 17 वर्षीय गणेश बहादुर मगर, 21 वर्षीय सञ्जु विक, भेरी नगरपालिका 11 का 18 वर्षीय लोकेन्द्र सुनार, 17 वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौराही नगरपालिका 1 का 20 वर्षीय टीकाराम नेपालीको ज्यान गएको थियो। यो घटनामा जिल्ला अदालतले रुकुम चौराहारी नगरपालिका 8 वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सबिन पुन, नवीन कुमार घरती मगर, विराज पुन मगर, धनराज राणा, भीमबहादुर पुन, रमित पुन मगर, दिल्ली मल ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इन्द्रबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्र कुमार मल्ल, हर्का बहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम 54 रुकुम पश्चिम 36 910 र दाजु 54 रुकुम पश्चिम 36 930 लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।